सम्पूर्ण किसान साथीहरू, यदि हजुरहरू आधुनिक व्यावसायिक रूपमा बाख्रा पालन गर्ने सोच बनाउनु भएको छ भने चाहिँ हजुरले देख्न सक्नुहुन्छ बाख्रा पालन। हजुरले देख्न सक्नुहुन्छ यसको चाहिँ म्याटको व्यवस्थापन, टाट्नोको व्यवस्थापन। यो चाहिँ हामीले घरमा सुत्ने कोठाभन्दा चाहिँ राम्रो छ। यो चाहिँ यहाँ यसरी बाख्रा पालन गर्नु हो भने चाहिँ उत्तम हुन्छ। यो चाहिँ बोका कसरी बेच्दै हुन्छ सर? पानीमा बेसार हालेको छ, बेसा पानी पनि लगाइएको छ। यसरी बोयर जातका यो चाहिँ 90% बोयरहरू चाहिँ यो पाइन्छ। बोयर जातका पनि छन् धेरै सङ्ख्यामा चाहिँ। सम्पूर्ण किसान साथीहरू, यदि हजुरहरू आधुनिक व्यावसायिक रूपमा बाख्रा पालन गर्ने सोच बनाउनु भएको छ भने चाहिँ हजुरले देख्न सक्नुहुन्छ बाख्रा खोरको भौतिक संरचना जुन जमिनको सतहमा देखि 4 फुट उठाइएको छ। सँगसँगै हामीले चाहिँ बोयर बाख्रा पालन चाहिँ पालिएको छ। यसको तपाईँको जुन म्याटको व्यवस्थापन, वरिपरि तार घेराको व्यवस्थापन, सँगसँगै यो टाट्नको व्यवस्थापन गरेर चाहिँ यदि हजुरहरू चाहिँ व्यावसायिक रूपमा बोयर बाख्रा पालन गर्नु हो भने चाहिँ हजुरहरूले चाहिँ आम्दानीको हिसाबले र पनि यो उपयुक्त मानिन्छ। हजुरले धेरै सङ्ख्यामा चाहिँ बाख्राका सङ्ख्याहरू धेरै सङ्ख्यामा देख्न सक्नुहुन्छ। सँगसँगै यहाँ चाहिँ बेकिङ सोडा पनि राखिएको छ, जुन चाहिँ कब्जी यो चाहिँ पेट ढाडिनबाट चाहिँ बचाउनको लागि चाहिँ ठाउँ ठाउँमा बेकिङ सोडाहरू पनि राखेर चाहिँ बाख्रा पालन गरिएको छ। सँगसँगै यो ठाउँको चाहिँ यो ब्लकेज जुन यो चाहिँ म्याट चाहिँ तपाईँको यो आधुनिक दह्रो खालको जुन दिशा पिसाबहरू तल जाने र सँगसँगै यो तल मुनि चाहिँ लोकल कुखुरा पालन सञ्चालन गर्नु भएको छ। यो चाहिँ दह्रो हुन्छ। यो चाहिँ अमेरिकन प्रविधिबाट चाहिँ बनाइएको यो फर्म हो। यहाँ चाहिँ धेरै सङ्ख्यामा 200 देखि 300 को हाराहारीमा चाहिँ व्यावसायिक रूपमा बाख्रा पालन गर्नु भएको छ। यो चाहिँ व्यावसायिक बाख्रा पालन, विशेष गरी बोयर बाख्रा पालन छ। यो चाहिँ लगभग 400-500 को हाराहारीमा चाहिँ यो बहुमुखी कृषि फर्ममा चाहिँ बाख्रा पालन सञ्चालन गरिएको छ। हजुरले देख्न सक्नुहुन्छ धेरै सङ्ख्यामा चाहिँ आज घाम लागेको हुँदाखेरि सबै बाख्राहरू चाहिँ खोरबाट बाहिर निकालिएको छ। यहाँ चाहिँ उन्नत जातका पाठापाठीहरू पनि पाइन्छ। हजुरहरूलाई चाहिन्छ भने चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ। यो चाहिँ बाख्रा र कुखुराको ब्लक हो। व्यवस्थापनको कुरामा टाट्नोको व्यवस्थापन, आहाराको व्यवस्थापन, धेरै सङ्ख्यामा चाहिँ बाख्राको सङ्ख्या हजुरहरू देख्न सक्नुहुन्छ। यो ब्लकमा यति नै हो नि बाख्रा। बाख्राको माउ छनौट पनि यो तरिकाले चाहिँ हजुरले बाख्राको माउ छनौट गरेर चाहिँ बाख्रा पालन गर्नुभयो भने चाहिँ उपयुक्त मानिन्छ। धेरै सङ्ख्यामा चाहिँ धेरै सङ्ख्यामा चाहिँ बाख्राहरू पालन गरिएको छ। यदि हजुरहरूलाई बोयरका पाठापाठी चाहिन्छ भने पनि सम्पर्क गर्न सक्नुहुन्छ। यो चाहिँ बहुमुखी कृषि फर्म जुन चाहिँ बेलबारी हाटमा अवस्थित यो चाहिँ फर्म सञ्चालन भएको छ। होइन तपाईँको गाईको घरको यो चाहिँ धेरै सङ्ख्यामा चाहिँ यो बाख्रा पालन गरिएको छ। र यो ब्लकमा चाहिँ लोकल कुखुरा पालन, कालिज पालन चाहिँ यहाँ चाहिँ सञ्चालन भएको थियो, जुन अहिले चाहिँ 1-2 मात्रै छन् र यो चाहिँ बिक्री भइसकेका छन् र नयाँ हाल्ने चरणमा छन्। यो माथि चाहिँ बाख्राको खोर र तल चाहिँ आधुनिक लोकल कुखुरा पालन। यो चाहिँ आधुनिक बाख्रा पालन। हजुरले देख्न सक्नुहुन्छ यसको चाहिँ म्याटको व्यवस्थापन, टाट्नोको व्यवस्थापन। यो चाहिँ हामीले घरमा सुत्ने कोठाभन्दा चाहिँ राम्रो छ। यो चाहिँ यहाँ हजुरले देख्न सक्नुहुन्छ यो चाहिँ म्याटको पनि व्यवस्थापन गरिएको छ। यसरी बाख्रा पालन गर्नु हो भने चाहिँ उत्तम हुन्छ। यो चाहिँ बोका कसरी बेच्दै हुन्छ सर? पानीमा बेसार हालेको छ,
बेसा पानी पनि लगाइएको छ। विशेष गरी बोयर जातका यो चाहिँ 90% सम्मका बोयरहरू चाहिँ यो पाइन्छ। बोयर जातका पनि छन् धेरै सङ्ख्यामा चाहिँ। सम्पूर्ण किसान साथीहरू, यदि हजुरहरू आधुनिक व्यावसायिक रूपमा बाख्रा पालन गर्ने सोच बनाउनु भएको छ भने चाहिँ हजुरले देख्न सक्नुहुन्छ बाख्रा खोरको भौतिक संरचना जुन जमिनको सतहमा देखि 4 फुट उठाइएको छ। सँगसँगै हामीले चाहिँ बोयर बाख्रा पालन चाहिँ पालिएको छ। यसको तपाईँको जुन म्याटको व्यवस्थापन, वरिपरि तार घेराको व्यवस्थापन, सँगसँगै यो टाक्नुको व्यवस्थापन गरेर चाहिँ यदि हजुरहरू चाहिँ व्यावसायिक रूपमा बोयर बाख्रा पालन गर्नु हो भने चाहिँ हजुरहरूले चाहिँ आम्दानीको हिसाबले र पनि यो उपयुक्त मानिन्छ। हजुरले धेरै सङ्ख्यामा चाहिँ बाख्राका सङ्ख्याहरू धेरै सङ्ख्यामा देख्न सक्नुहुन्छ। सँगसँगै यहाँ चाहिँ बेकिङ सोडा पनि राखिएको छ, जुन चाहिँ कब्जी यो चाहिँ पेट ढाडिनबाट चाहिँ बचाउनको लागि चाहिँ ठाउँ ठाउँमा बेकिङ सोडाहरू पनि राखेर चाहिँ बाख्रा पालन गरिएको छ। सँगसँगै यो ठाउँको चाहिँ यो ब्लकेज जुन यो चाहिँ म्याट चाहिँ तपाईँको यो आधुनिक दह्रो खालको जुन दिशा पिसाबहरू तल जाने र सँगसँगै यो तल मुनि चाहिँ लोकल कुखुरा पालन सञ्चालन गर्नु भएको छ। यो चाहिँ दह्रो हुन्छ। यो चाहिँ अमेरिकन प्रविधिबाट चाहिँ बनाइएको यो फर्म हो। यहाँ चाहिँ धेरै सङ्ख्यामा 200 देखि 300 को हाराहारीमा चाहिँ व्यावसायिक रूपमा बाख्रा पालन गर्नु भएको छ। यो चाहिँ व्यावसायिक बाख्रा पालन, विशेष गरी बोयर बाख्रा पालन छ। यो चाहिँ लगभग 400-500 को हाराहारीमा चाहिँ यो बहुमुखी कृषि फर्ममा चाहिँ बाख्रा पालन सञ्चालन गरिएको छ। हजुरले देख्न सक्नुहुन्छ धेरै सङ्ख्यामा चाहिँ आज घाम लागेको हुँदाखेरि सबै बाख्राहरू चाहिँ खोरबाट बाहिर निकालिएको छ। यहाँ चाहिँ उन्नत जातका पाठापाठीहरू पनि पाइन्छ। हजुरहरूलाई चाहिन्छ भने चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ। यो चाहिँ बाख्रा र कुखुराको ब्लक हो।